everyone, welcome to my first mini vlog. I am Chef Suni Tamang. हजुरहरूलाई मेरो मिनी भ्लगमा स्वागत छ। आज चाहिँ म कहाँ जाँदैछु भनेर देखाउँदैछु। हजुरहरूले भिडियो अन्तिमसम्म हेर्नुभयो भने म कहाँ जाँदैछु भनेर हजुरहरूले आज थाहा पाउनुहुनेछ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट माया अनि कमेन्ट पनि गरिदिनु होला है त। ल है साथीहरू, म चाहिँ अब निस्केको, मेरो स्कुटर चाहिँ यहाँ छ। म चाहिँ घरबाट निस्किसकेको छु, जाँदैछु। फाइनली साथीहरू, म चाहिँ पुगिसकेको छु नेपाल बाल सङ्गठन, जुन चाहिँ नक्सालमा रहेको बाल मन्दिर, जहाँ चाहिँ आज सेफ एसोसिएसन अफ नेपालको फिडिङ प्रोग्राम रहेको छ साथीहरू। त्यसैले सबै सेफहरू चाहिँ जम्मा भइसक्नु भएको छ। यी सानसाना बालबालिकाहरूलाई खाना खुवाउन पाउँदा, उनीहरूसित एकछिन भए पनि टाइम स्पेन्ड गर्न पाउँदा, थोरै भए पनि खुसी बाँड्न पाउँदा साथीहरू मलाई चाहिँ धेरै खुसी लागेको छ। आज चाहिँ म धेरै खुसी छु। फाइनली साथीहरू, खाना खुवाउने प्रोग्राम चाहिँ सिद्धिसकेको छ। अब चाहिँ हामी अर्को साइडतर्फ जाँदैछु साथीहरू। अरू सेफहरू पनि जाँदै हुनुहुन्छ। सबै सेफहरूसित भेटघाट गर्दै, कुराकानी गर्दै, गफ गर्दै, फोटो खिच्दै, भिडियो बनाउँदै हामी चाहिँ लाग्यौँ अर्को साइडतर्फ, किनभने प्रोग्राम अझै बाँकी नै छ साथीहरू। त्यही भएर हामी चाहिँ जाँदैछु साथीहरू है अर्को साइडतिर। फाइनली साथीहरू, म चाहिँ पुगिसकेको छु। बाँकी सेफहरू आउने क्रम अझै नै जारी नै छ। बाँकी सेफहरू चाहिँ पहिले नै आउनु भइसकेको छ। बाल मन्दिरमा रहेको सानसानो बच्चाहरू सबैलाई भेला गराइसकेको छ साथीहरू। आज सेफ एसोसिएसन अफ नेपालको फिडिङ प्रोग्राम मात्र नरहेर साथीहरू, सेफ एसोसिएसन अफ नेपालको 31 फर्स्ट एनिभर्सरी पनि रहेकोले सबैजना पुरै खुसी भएर सेलिब्रेट गर्नको लागि एक्साइटेड भएर, बच्चाहरू पनि खाना खाएर खुसी भएर रमाइलो गर्दै सेलिब्रेट गर्दैछौँ साथीहरू। अनि हामी चाहिँ भिडियो खिच्दै, फोटोहरू खिच्दै पुरै रमाइलो गर्दैछौँ साथीहरू। यहाँ केक काट्न चाहिँ अझै बाँकी नै छ। अनि त्यसको लागि चाहिँ हामी सबैजना त्योभन्दा पहिला चाहिँ भिडियोहरू बनाएर बसिरहेछौँ। फाइनली साथीहरू, केक पनि आइसकेको छ, जसमा चाहिँ सेफ एसोसिएसन अफ नेपाल 31 फर्स्ट एनिभर्सरी भनेर चाहिँ ठुलो अक्षरले डेकोरेसन गरेको यति ठुलो केक, यति दामी केक चाहिँ आइपुगिसकेको छ साथीहरू। अब चाहिँ हामी केक काट्नुभन्दा अगाडि हाम्रो लेजेन्डरी सेफहरूको चाहिँ फोटोसुटमा हुँदैछ साथीहरू है। सेफ एसोसिएसन अफ नेपालको वार्षिक उत्सव मनाउनको लागि चाहिँ सबैभन्दा सानो बाल मन्दिरको बच्चाहरू चाहिँ केक काट्नको लागि भइसकेको छ साथीहरू। केक काट्नुभन्दा अगाडि चाहिँ सेफ एसोसिएसन अफको अध्यक्ष पदम बहादुर सेफले चाहिँ केही स्पिच, धन्यवाद स्पिच चाहिँ दिइरहनु भएको छ। फाइनली साथीहरू, सेफ एसोसिएसन अफ नेपालको 31 फर्स्ट एनिभर्सरी चाहिँ नक्सालमा रहेको बाल मन्दिरमा भव्य रूपमा सम्पन्न भइसकेको छ। फाइनली केक काटेर सबैजनालाई खुवाएर खाएर सेलिब्रेट गरेर म चाहिँ अब घर जानको लागि रेडी हुँदैछु साथीहरू। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। कस्तो भयो प्रतिक्रिया दिनुहोला, कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो अन्तिमसम्म हेर्नुभएकोमा सबैजनालाई चाहिँ धेरै धेरै धन्यवाद छ। मेरो नेक्स्ट भ्लगको लागि वेट गर्नुहोला। अहिलेलाई चाहिँ म घर जाँदैछु साथीहरू। बाई बाई। धेरैभन्दा धेरै माया गरिदिनु होला।